धन्यवाद कार्यक्रमका सञ्चालक कमरेड जगत यादवलाई। यो सिराहा सदरमुकामको यो क्याम्पसको प्राङ्गणमा आयोजित विशाल जनसभाका अध्यक्ष कमरेड अजय शंकर नायक, हुलाकी राजमार्ग केन्द्रित राष्ट्रिय अभियान तराई मधेस जागरण अभियानमा हाम्रो टिममा आउनुभएका हाम्रो पार्टी केन्द्रका वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव र सबै केन्द्रीय समितिका सहयोगता कमरेडहरू, यो विशाल र आकर्षक जनसभामा उपस्थित सम्पूर्ण सिराहावासी आदरणीय जनसमुदाय, सबैभन्दा पहिला तपाईहरुको यो उत्साहपूर्ण उपस्थितिको लागि, तपाईहरुको यो धैर्यता र अनुशासनको लागि म पार्टी केन्द्रको तर्फबाट, हाम्रो यो अभियानको नेतृत्व टोलीको तर्फबाट, नेताहरूको तर्फबाट पनि एकचोटि फेरि तपाईहरुलाई अभिवादन भन्न चाहन्छु। स्वीकार्नुहोस् क्रान्तिकारी अभिवादन। आदरणीय जनसमुदाय, म भन्दा पहिले नै विश्वनाथ शाहजीबाट सुरु भएर नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव हुँदै भर्खरै कमरेड मातृका प्रसाद यादवसम्म आइपुग्दा धेरै कुरा भइ नै सकेको छ। म ती सबै कुरालाई दोहोर्याउन त्यति आवश्यक ठानेको छैन। हामीले नेपालको इतिहासमा पहिलो पटक हुलाकी मार्ग केन्द्रित राष्ट्रिय अभियान सुरु गरेका छौं र यो अभियान झापाको नेपालको सबभन्दा होचो भूभाग कचना कवलबाट सुरु गरेर हामी सुदूर पश्चिमको कञ्चनपुर हुँदै अनि देशको सबभन्दा अग्लो भूभाग सगरमाथामा गएर यसको समापन गर्ने सोचेका छौं र त्यो क्रममा हामी झापा, मोरङ, सुनसरी, सप्तरी हुँदै आज बिहानदेखि सिराहामा यो अभियानमा छौं र यो अभियान अन्तर्गत थुप्रै कोण सभाहरू, थुप्रै भेटघाटहरू, थुप्रै अन्तर संवादहरू, छलफलहरू बुद्धिजीवीसँग, व्यवसायीसँग, पत्रकारसँग, शिक्षकहरूसँग धेरै भएका छन्। मजदुर किसानसँग, शहीद परिवारहरूसँग, बेपत्ता योद्धा परिवारहरूसँग धेरै हामीले संवाद गर्दै आएका छौं। साना ठूला सभाहरू पनि, कोण सभाहरू पनि हुँदै आएका छन् र ती मध्ये आज सिराहाको सदरमुकाम यो प्राङ्गणमा आयोजित सभा सबैभन्दा ठूलो सभाको रूपमा हुन आइपुगेको छ। म तपाईहरु सबैलाई हार्दिक बधाई भन्न चाहन्छु। तपाईहरु सबैलाई फेरि एकचोटि अभिवादन गर्न चाहन्छु। प्रदेश पार्टी र सिराहा पार्टीका साथीहरूलाई पनि हार्दिक धन्यवाद भन्न चाहन्छु। मलाई यो पटक सिराहा प्रवेश गरेदेखि यो सभामा सम्बोधन गर्न आउने बेलासम्म जति भेटघाटहरू भए, जति स्वागत कार्यक्रमहरू भए, जति संवाद कार्यक्रमहरू भए, मैले सबैतिर बडो अनुशासित, संयमित रूपमा जनताले बडो न्यानो ढंगले हामीलाई स्वागत गरेको पाएँ। त्यस अर्थमा पनि म तपाई सिराहावासी जनसमुदायलाई हार्दिक धन्यवाद पनि भन्न चाहन्छु। यहाँहरु सबैलाई थाहा छ, सिराहा मेरो लागि नयाँ ठाउँ होइन। सिराहाको जनतासँग यहाँको समस्याहरूको बारेमा, यहाँ किसानहरूको समस्या, यहाँ शिक्षाको समस्या, स्वास्थ्यको समस्या, भौतिक पूर्वाधारको समस्या, यावत समस्याहरूको बारेमा मलाई पहिले नै यही सिराहा जिल्लाको एउटा क्षेत्रबाट जनप्रतिनिधिको रूपमा प्रतिनिधि सभामा निर्वाचित हुँदै गर्दा मैले तपाईहरुसँग धेरै संवाद गर्ने, सहकार्य गर्ने अवसर प्राप्त गरेँ। त्यसकारण सिराहालाई मैले
आफ्नो मैले हिजो प्रवेश गर्दै गर्दा पनि भने कता कता सिराहा आउँदा आफ्नो माइती घरमै आए जस्तो लाग्छ, आफ्नै घरमा आए जस्तो लाग्छ, तपाईहरुसँग भेट्दा आफ्नै परिवारसँग भेटे जस्तो लाग्छ भन्नुको तात्पर्य पनि त्यही नै हो। म तपाई सिराहावासी सम्पूर्ण जनसमुदायलाई हृदयदेखि तपाईहरुप्रति आभार प्रकट गर्न चाहन्छु, तपाईहरुलाई अभिनन्दन गर्न चाहन्छु। तपाईहरुले मलाई दोस्रो पटक संविधान सभामा निर्वाचित गराएर मलाई फेरि एकचोटि देशको प्रधानमन्त्री बन्ने र संविधान जो संविधान सभाबाट घोषणा भएको थियो त्यो संविधान कार्यान्वयनमा राष्ट्रिय एकता कायम गर्ने मलाई अवसर तपाईहरुले दिनुभयो। त्यसकारण म तपाई सिराहावासी जनसमुदाय प्रति म आभारी पनि छु, ऋणी पनि छु। तपाईहरुले यदि मलाई विजयी नबनाएको भए मैले अहिले धेरै त भन्नु छैन, सायद नेपालमा संविधान नबन्न पनि सक्थ्यो। धेरै ठूलो मेहनत, धेरै ठूलो संघर्ष र बहसको बीचबाट हामी 72 मा संविधान घोषणा गर्न सफल भयौं। संविधान घोषणा गर्दा तराई मधेसमा निकै ठूलो असन्तुष्टि थियो, आक्रोश थियो। कयौं पार्टीहरू मधेसमा आन्दोलनरत पनि थिए। त्यति बेला संविधान कार्यान्वयनको प्रश्न निकै ठूलो चुनौतीको प्रश्न बनेको थियो। मानिसहरूलाई लागेको थियो सायद मधेसमा चलिरहेको आन्दोलनको कारणले देशमा संविधान कार्यान्वयनको निम्ति आवश्यक पर्ने निर्वाचन प्रक्रिया नै अगाडि बढ्दैन कि निर्वाचन सम्पन्न हुन सकेन भने संविधान कार्यान्वयन हुन सक्दैन। त्यसो भयो भने संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्य के हुने हो? हजारौं शहीदहरूको बलिदान, हजारौं बेपत्ता योद्धाहरूको त्याग तपस्याबाट जन्मिएको संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्यमाथि नै प्रश्न उठ्न थालेको थियो। ठीक त्यस्तो बेलामा म सिराहाको जनप्रतिनिधिको हैसियतले प्रधानमन्त्री बन्ने अवसर जुट्यो र मैले प्रधानमन्त्रीको हैसियतले त्यति बेला प्रतिनिधि सभामा रूपान्तरित प्रतिनिधि सभा भनिन्थ्यो, त्यो रूपान्तरित प्रतिनिधि सभामा 2 पटक संविधान संशोधनको प्रस्ताव मैले दर्ता गराएँ। यहाँहरूलाई सम्झना छ कि छैन, म तपाईहरुलाई सम्झना दिलाउन चाहन्छु। मैले मधेसी जनताको पहिचान र अधिकारको पक्षमा, मधेसी जनताको पक्षमा नै त्यो संविधान संशोधनको प्रस्ताव दर्ता गराएको थिएँ। तर दुर्भाग्य अहिले सरकारमा भएका, सरकारको नेतृत्व गर्ने पार्टी र त्यसका नेताहरूले समर्थन नगर्दा मधेसी जनताको पक्षमा प्रस्तावित गरेको मेरो संशोधन प्रस्ताव पारित हुन सकेको थिएन। तर त्यसबाट मधेसी जनतालाई एउटा कुरा के विश्वास भयो भने माओवादी केन्द्र र त्यसको नेतृत्व गर्ने प्रमुख पात्र प्रचण्ड मधेसी जनताको पक्षमा, पहिचान र अधिकारको पक्षमा संविधान संशोधन गर्न तयार छ भन्ने कुरा प्रमाणित भयो। एउटा भरोसा मधेसी जनतामा जाग्यो। मैले पटक पटक आन्दोलनमा रहेका मधेसवादी दलहरूलाई वार्ता र संवादमा पनि बोलाएँ र पटक पटकको वार्ता संवादबाट एउटा समझदारी बन्यो कि यो संविधान कार्यान्वयनको निम्ति निर्वाचन प्रक्रिया, लोकतान्त्रिक निर्वाचन प्रक्रियामा प्रवेश गर्नु अपरिहार्य छ। यदि हामी त्यसो गरेनौं भने देशमा प्रतिक्रान्ति हुन सक्छ, प्रतिगमन हुन सक्छ। हाम्रा महान शहीदहरूले जनयुद्धमा, जनआन्दोलनमा, मधेस आन्दोलनमा बगाएको रगत खेर जान पनि सक्छ। त्यसकारण एउटा समझदारीका साथ हामी निर्वाचन प्रक्रियामा गएका थियौं। आदरणीय जनसमुदाय, म यो कुरा स्मरण गराउँदै म के कुरा पनि यहाँहरूलाई राख्न चाहन्छु भने जबसम्म यो देशमा हिजोको निरङ्कुश सामन्ती राज्यले दोस्रो दर्जाको नागरिकको व्यवहार गरेको, विभेद र अपमानमा राखेको, विकास निर्माण र समृद्धिमा पछि पारेको मधेसलाई हामीले चाहिँ विश्वासमा लिन सक्दैनौं। जबसम्म मधेसी जनताको आन्दोलनले
सामन्ती दरबार र त्यहाँ बस्ने तानाशाहहरूलाई झुकाउन सक्दैन तबसम्म नेपाल मुक्त हुन सक्दैन, नेपाली जनता मुक्त हुन सक्दैन। यही विश्वासको साथ हाम्रो पार्टीले त्यति बेला जनयुद्धमै हुँदा पनि सबभन्दा पहिला मधेसीहरूलाई मुक्त गर्नको लागि मधेस सरकार गठन गर्ने कुरा, आत्मनिर्णयको अधिकारको सिद्धान्तलाई स्वीकार गर्ने कुरा, मधेसी राष्ट्रिय मुक्ति मोर्चा बनाउने कुरा र आन्दोलनलाई व्यापक बनाउने कुरामा हामीले जोड दियौं। यहाँहरूलाई थाहा छँदैछ 64 को चुनावसम्म आइपुग्दा मधेसमा झण्डै माओवादी मय भएको थियो। मधेसभरि र तराईभरि पनि तपाई त्यति बेलाको अङ्कगणित हेर्नुभयो भने झापादेखि कञ्चनपुरसम्म अत्यधिक ठूलो संख्यामा माओवादी केन्द्रका उम्मेद्वारहरू विजयी भएका थिए र मधेसमा त झण्डै झण्डै क्लिन स्वीप भन्छ त्यस्तै भएको थियो। आदरणीय जनसमुदाय, तर त्यसपछि निकै ठूलठूला षड्यन्त्र देशभित्र र देश बाहिर भए। एकातिर हामीले माओवादी पार्टीलाई एकताबद्ध राख्न सकेनौं, हाम्रा पनि केही कमीहरू भए। हामी 64 को विजयबाट अलि बढी हामी भित्र अहंकार केही न केही जन्म्यो, पार्टी एकताबद्ध हुन सकेन एकातिर भने, अर्कोतिर बढ्दो माओवादीको तागतलाई कसरी कमजोर पार्ने भनेर देशभित्र बाहिरका प्रतिक्रियावादीहरू, दलालहरू, सबै नोकरशाहहरू अनेक प्रकारका षड्यन्त्रमा लागे। म लामो व्याख्या गर्न सम्भव छैन, म तपाईहरुलाई खाली यति स्मरण गराउन चाहन्छु। त्यही प्रक्रियामा रौतहटमा भयानक हत्याकाण्ड, माओवादी युवाहरू 29 जना युवाहरूलाई एकै ठाउँ बडो क्रूरतापूर्वक पाशविक तरिकाले हत्या गरियो। महिलाहरूमाथि गरिएको त्यति बेलाको बेविचार, अपमान र अत्याचार मानिसले सुन्न पनि गाह्रो हुने गरी त्यसरी महिलाहरूको हत्या गरियो। त्यो भयानक घटनापछि मधेसमा माओवादी प्रति भ्रम सिर्जना गर्न अनेक प्रकारका दुष्प्रचारहरूको अभियान पनि चलाइयो। आदरणीय जनसमुदाय, सायद तपाईहरुलाई पनि केही न केही भ्रम भयो, हाम्रो सक्कली मित्र माओवादी हो कि माओवादी आन्दोलनबाट र आन्दोलनपछि जन्मेका मधेसवादी दल हुन्, को चाहिँ साँच्चै मधेसी जनताको निम्ति मनैदेखि, विचारैदेखि, राजनीतिक मुद्दादेखि नै माया गर्ने हुन् भन्ने बारेमा तपाईहरुलाई कहीँ न कहीँ एक हदसम्म भ्रम पार्ने कोसिस भयो। त्यो भ्रम चिर्नको लागि हाम्रो पार्टीले एउटा निर्णय गर्यो कि माओवादी अध्यक्ष नै मधेसमै गएर चुनाव लड्ने भनेर मधेसमै आएर मैले चुनाव लडे र तपाईहरुले मत दिएर मलाई विजयी पनि बनाउनु भयो। आदरणीय जनसमुदाय, मैले त्यति बेला भनेको थिएँ मधेसी जनताप्रति माओवादीको लभ छ, तपाईहरुप्रति माओवादीको प्रेम छ, भरोसा छ, विश्वास छ। तर फेरि पनि भनेको जस्तो गरिकन चीजहरू अगाडि बढेन। आदरणीय जनसमुदाय, तपाईहरुले देख्नुभयो झनपछि झन स्थिति नाजुक हुँदै जाने अवस्था बन्यो। अघि यहाँ हाम्रो कमरेड महेन्द्र राय यादवले केही कुरा भन्नुभयो। मधेसी जनताको पक्षमा, मधेसी जनताको आत्मसम्मान र यस क्षेत्रका गणतन्त्रवादीहरूको राष्ट्रिय रूपमा सम्मान गर्नको लागि नै हाम्रो पार्टीले र त्यसको अध्यक्षको नाताले मैले गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहलाई राष्ट्रपतिको प्रस्ताव गरेको थिएँ। त्यसो गर्नु माओवादीको संकीर्णता थिएन, माओवादी कुनै पहाडिया पार्टी जस्तो थिएन। माओवादी मधेसी जनताको मुक्तिको लागि सबभन्दा बढी त्याग र बलिदान गर्ने झण्डै 1300 मधेसी जनताका छोराछोरीहरूले माओवादी विद्रोहमा ज्यान दिएका छन्। त्यसकारण हामीले मधेसको मुद्दालाई राष्ट्रिय मुद्दा मानेर मधेसको एउटा गणतन्त्रवादी नेताको छाप बनाएको मान्छेलाई पहिलो राष्ट्रपति बनाउने प्रस्ताव गर्यौं। आदरणीय जनसमुदाय, म खाली तपाईहरुले गहिरो गरी विचार गर्न अपिल मात्रै गर्न चाहन्छु, तर आफूलाई मधेसको मसिया ठान्ने पार्टी र नेताहरूले नै
मधेसको धरती पुत्र या गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहलाई हरायो। तपाईहरुले हेर्नुभयो भने मधेसका अरु थुप्रै त्यस्ता विद्वानहरूलाई राष्ट्रिय राजनीतिमा र राष्ट्रिय प्रक्रियामा ल्याउन माओवादीले भूमिका खेल्यो। तर फेरि पनि जनतामा कतै न कतै माओवादीको बारेमा भ्रम सृजना गर्ने कोसिस भइराख्यो। त्यसकारण यो पटक हामीले हुलाकी मार्ग अभियान चलाउनुको हाम्रो उद्देश्य, हाम्रो मकसद भनेको तपाईहरुसँगको हाम्रो सम्बन्धलाई फेरि 64 तिर फर्काउनु, माओवादी पार्टीबाट भएका गल्ती कमीहरू पनि आत्मसमीक्षा गर्नु र जनताको घर आँगनमा मधेसी जनताबाट सुरु गरेर, तराई मधेसबाट सुरु गरेर जनताको भरोसा जित्नु। यस क्षेत्रका आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम, थारू र मुख्यतः मधेसी गरिब किसानहरूसँग, यहाँका बुद्धिजीवीहरूसँग संवाद सहकार्य गरेर एउटा नयाँ विश्वास बनाउनु हो। आदरणीय जनसमुदाय, तपाईहरुले कतिको ध्यान दिनु भएको छ। झापाबाट प्रवेश, यो अभियान प्रवेश गरेर यहाँ सिराहासम्म आउँदा हामी कुनै होटलमा बसेका छैनौं। हामीले जनताले खाएको भन्दा भिन्न केही कुरा खाएका छैनौं। हामी जनताकै घरमा बसेका छौं। मिलेसम्म शहीद परिवारहरूको घरमा बसेका छौं। शहीद परिवारसँग मिलेर खाएका छौं र जस्तो जनताले खान्छन्, जसरी बस्छन्, हामी त्यसरी नै बसेका छौं। म तपाईहरुलाई यसो भन्दै गर्दा के विश्वास दिलाउन चाहिरहेको छु भने हामी विगतका कमी सच्याएर जनतासँग खुला मनले तपाईहरुको मन जितेर यो देशमा राष्ट्रिय एकता पनि बलियो बनाउने र तपाईहरुको पहिचान र अधिकारलाई पनि अझ मजबुतीका साथ स्थापित गर्ने हाम्रो उद्देश्य छ। त्यही उद्देश्यका साथ हामी तपाईहरुका आएका छौं। हामीलाई विश्वास छ तपाईहरुले एकचोटि गहिरो गरी विचार गरेर मधेसी जनताको र देशका सम्पूर्ण गरिब मजदुर किसानहरूको असली नेता माओवादी केन्द्र हो। उनीहरूको मुक्तिको निम्ति सबभन्दा धेरै बलिदान गरेको पार्टी माओवादी केन्द्र हो। यो देशमा महिलालाई, दलितलाई, आदिवासीलाई, मधेसीलाई, थारूलाई, मुस्लिमलाई पहिचान र अधिकार दिलाउने पार्टी माओवादी नै हो। अरूले जे भनिराखेका छन् तिनीहरूले कहीँ न कहीँ झुटो बोलेका छन्। उनीहरूले सक्कली होइन, नक्कली कुरा गरेका छन्। त्यसकारण हामीले हुलाकी मार्ग वरिपरि रहेका यो देशका हिजो सामन्ती राज्यद्वारा सबभन्दा प्रताडित, सबभन्दा अपमानित, सबभन्दा भेदभाव र विभेदमा पारिएका जनतासँग गहिरो सम्बन्ध कायम गर्ने उद्देश्यले हामीले हुलाकी मार्ग अभियान पहिलो पटक नेपाली इतिहासमा माओवादी केन्द्रले सुरु गर्यो। आदरणीय जनसमुदाय, अघि नै यहाँ कुरा आइ पनि सकेको छ। हुलाकी मार्ग धेरै वर्षदेखि त्यो लट्किएर बसेको थियो। मैले दोस्रो पटक प्रधानमन्त्रीको हैसियतले भारत सरकारसँग गम्भीर रूपले बहस गरेर हुलाकी मार्ग निर्माण प्रक्रिया अगाडि बढाउने हो या होइन। यदि होइन भने भारत सरकारले पहिला गरेको सहमति, पहिला गरेको समझदारी भन्दा पछि हट्ने हो भने नेपाल आफै हुलाकी मार्ग बनाउन तयार छ भनेपछि भारतीय प्रधानमन्त्रीले हामी सहयोग गर्न तयार छौं, तपाईं अगाडि बढ्नुहोस् भनेपछि मैले यही सिराहामा आएर नै फेरि हुलाकी मार्ग पुनर्निर्माणको शिलान्यास गरेपछि अघि महेन्द्र राय यादवले भने जस्तो अहिले निर्माण प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको छ। आफैले अगाडि बढाएको हुलाकी मार्ग र अहिले हाम्रो पार्टीका सबै नेताहरू, प्रमुख नेताहरूको सिंगै टिम हुलाकी मार्ग हुँदै यस क्षेत्रका जनतासँग एकाकार हुने एउटा प्रतिबद्धता र संकल्प सहित हामी छौं। जबसम्म तराई मधेसमा रहने तपाई मजदुर किसानहरू र अनि पहाड़का सबै उत्पीडित वर्ग समुदाय सबै नै एक ढिक्का भएर आन्दोलित हुँदैनौं तबसम्म यो संविधान कार्यान्वयन गर्न पनि कठिन भएको छ। एक थरी मान्छेहरू, अहिले सरकारमा भएका ठूला भनिएका पार्टीहरू यो संविधान कार्यान्वयन गर्ने, प्रदेशलाई बलियो बनाउने, स्थानीय सरकारलाई बलियो बनाउने भन्दा त्यसलाई उल्ट्याउने र कमजोर पार्ने
षड्यन्त्रमा लागि नै रहेका छन्। अघिल्लो पटक संविधान मिचेर सदन विघटन गर्ने क्रियाकलाप र अहिले तथाकथित संविधान संशोधनको कुरा गरेर महिला, दलित, आदिवासी, मधेसी, थारू सबैले पाएको अधिकार संकुचित गर्ने र देशमा दुई दलीय तानाशाही कायम गर्ने उनीहरूका प्रयासहरूले के कुरा प्रष्ट गरेको छ भने नेपाली जनताले र मधेसको जनताले संघर्ष र बलिदान गरेर ल्याएको परिवर्तनलाई उल्ट्याउने दुस्साहस रोकिएको छैन। त्यसकारण त्यसलाई परास्त गर्नको लागि मधेस र पहाड़का सम्पूर्ण उत्पीडित वर्ग समुदाय एक हुनुको विकल्प छैन भनेर नै हामीले हुलाकी मार्ग मार्फत सबभन्दा पहिला तपाईहरुसँग गहिरो सम्बन्ध कायम गर्न हामी आएका छौं। मलाई विश्वास छ तपाईहरु जसले यो नेपालको राष्ट्रिय स्वाधीनताको लागि, यो देशको भौगोलिक अखण्डताको लागि भारतको सिमानामा बसेर बिना वर्दीका प्रहरी जस्तो बनेर तपाईहरुले रक्षा गर्नु भएको छ। तर यो देशका नेपालका सामन्ती शासकहरू, राजा महाराजाहरू, ठुलठुला दलाल पुँजीपतिहरूले तपाईं हामी माथि अविश्वास गरेर हामीलाई नै अझ विदेशीको इशारामा चल्ने हो कि भन्ने जस्तो गरी मधेस र मधेसी जनतालाई जहिले पनि अपमान गर्ने, अविश्वास गर्ने र जहिले पनि उनीहरूलाई विभेद गर्ने काम गरे। त्यसबाट पार ल्याउन नै माओवादीले सबभन्दा पहिला मधेसमा नै आफ्नो प्रभाव, आफ्नो संगठन, आफ्नो आन्दोलन लगेको हो। आज म तपाईं सिरावासी जनतासँग उभिएर म एकचोटि फेरि दोहोर्याउन चाहन्छु, हामीले जनयुद्ध मार्फत उत्पीडित वर्ग समुदायको पहिचान र अधिकारको लडाईँ र त्यो लडाईँको निम्ति सैन्य तालिमको व्यवस्था मधेसबाटै गरेको हो। तपाईको सिरा धनुषाबाटै हामीले सुरु गरेका थियौं। मैले पहिलोचोटि हतियारको तालिम, बम विस्फोटसँग तालिम लिएको पनि सिरा र धनुषामै हो। यो कुरा मैले तपाईहरुसँग पहिला पनि भनेको छु, आज म यो अभियान अन्तर्गत पनि भन्न चाहन्छु। त्यसकारण तपाईहरुलाई मेरो अपील छ, तपाईहरुले माओवादीलाई अविश्वास नगर्नुहोस्। माओवादी तपाईहरुकै भाइ छोराको पार्टी हो, तपाईहरुको मुक्तिको लागि सम्पूर्ण रूपले समर्पित पार्टी हो र अहिले यो हुलाकी अभियान मार्फत पनि तपाईहरुसँग एकताबद्ध भएर यो देशका दलालहरू, दलाल पुँजीपतिहरू, नोकरशाहहरू, जाली फटाहरू, बिचौलियाहरू, सबै भ्रष्ट तत्त्वहरूका विरुद्ध संघर्ष गर्न चाहेको छ र तपाईहरुसँग हातेमालो गरेर यो आन्दोलन, यो लडाईँ जित्नु छ हामीले। तपाईहरुलाई थाहा छ हामीले सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा र आर्थिक विकासको निम्ति 18 महिना म प्रधानमन्त्रीको रूपमा, हाम्रो वरिष्ठ उपाध्यक्ष गृहमन्त्री र उप प्रधानमन्त्रीको रूपमा रहँदा हामीले थुप्रै सुशासन र भ्रष्टाचार विरोधी अभियान चलायौं। त्यसको निकै राम्रो प्रभाव देशभरि पर्दै थियो। हामीले सामाजिक न्यायको पक्षमा मिटर ब्याज पीडितको यहाँ कुरा भइरहेको छ। सबभन्दा पहिला म यो कुरा पनि तपाईहरु मार्फत सम्पूर्ण मधेसी जनतालाई सुनाउन चाहन्छु। हामी पहिले, म तेस्रो पटक प्रधानमन्त्री हुनुभन्दा पहिले नै मिटर ब्याज पीडित किसानहरूका डेलिगेसनहरू, ठुलठुला टिमहरू, पीडितहरू, महिलाहरू, किसानहरू, गरिबहरू खुमलतार पुगेका थिए। हाम्रा साथीहरूले नेतृत्व गरेर मैले पटक पटक सरकारका त्यति बेलाका प्रधानमन्त्रीलाई, गृहमन्त्रीलाई, प्रहरीका आइजिपीहरूलाई, तीनटै सेक्टरका आइजिपीहरूलाई खुमलतार बोलाएर यो मिटर ब्याज पीडित समस्या समाधान गर्नको लागि सम्पूर्ण राज्य एक हुनु पर्यो भनेर अपिल गरेको थिए। तर त्यति बेलाको सरकारले यसलाई गम्भीर रूपले लिएन। ऐन बनाउने आवश्यकता थियो, ऐन बनाउन पहल गरेन अनि आन्दोलनहरू भए। ती आन्दोलनकारीहरूसँग पनि हामीले जति बेला हाम्रो नेतृत्वमा, मेरो नेतृत्वमा सरकार बन्यो अनि हामी आन्दोलनकारीसँग पटक पटक वार्ता संवाद गरेर सहमति गर्यौं र सदनबाट मिटर ब्याज पीडितहरूको पक्षमा पहिलो पटक नेपालको इतिहासमा ऐन बनाउने काम गरियो अनि जिल्ला जिल्लामा संरचना बनाएर मिटर ब्याज पीडितहरूलाई न्याय दिने वैधानिक र अधिकार सम्पन्न संरचनाहरू बनाइयो र केही काम अगाडि बढ्दै थियो। अहिले हाम्रो सरकार बाहिर, हामी सरकार बाहिर भएपछि फेरि त्यो रोकिएको छ। फेरि यहाँका सामन्त जमिनदारहरू, दलालहरूसँग मिलेर सरकारले यो कामलाई रोकेको छ। यो कुरा पनि भन्न चाहन्छु र मिटर ब्याज पीडितहरूका पक्षमा हाम्रो अभियान रोकिने छैन।
सरकार दलाल र सामन्तहरूसँग मिले पनि हामी त्यसका विरुद्ध भण्डाफोर गरिराख्नेछौँ। मिटर ब्याज पीडितहरूका पक्षमा हामी निरन्तर आवाज उठाइराख्नेछौँ। आदरणीय जनसमुदाय, त्यसको साथै यहाँ अहिले शिक्षाको कुरा आएको छ, प्रदेशहरूको अधिकारको कुरा आएको छ। म के कुरा पनि भन्न चाहन्छु भने पहिलो पटक लामो समयदेखि थन्किएको, अगाडि नबढेको निजामती सेवा ऐन प्रदेशको निम्ति अपरिहार्य हाम्रै पालामा सदनमा पुर्याइएको छ र त्यसलाई पारित गर्नको लागि बहस हुँदैछ। विद्यालय शिक्षा ऐन धेरै वर्षदेखि थन्किएको थियो। हाम्रै पालामा त्यो विद्यालय शिक्षा ऐनलाई परिमार्जन गरेर सदनमा प्रस्तुत गरिएको छ र त्यसलाई संशोधन सहित विद्यालय शिक्षकहरू, कर्मचारीहरू अनि बाल शिक्षकहरू सबैको हित अनुकूल बनाएर त्यसलाई पारित गर्ने कामको सुरुवात पनि हाम्रै पालामा भएको छ। त्यसकारण तमाम शिक्षक साथीहरूलाई पनि म भन्न चाहन्छु, माओवादीले मात्रै शिक्षकहरूको, कर्मचारीहरूको, शिक्षक विद्यालय कर्मचारीहरूको, बाल शिक्षकहरूको हितका पक्षमा काम गरेको छ, निरन्तर काम अगाडि बढाउँदैछ। यो विश्वास पनि म तपाईहरुलाई दिलाउन चाहन्छु। तर अहिलेको जुन सरकार बनेको छ त्यो सरकार भ्रष्टाचारीहरूको रक्षाको लागि बन्यो, भ्रष्टाचारका विरुद्ध होइन, सामाजिक न्यायको निम्ति होइन, सामाजिक विभेद कायम गर्नेतिर अगाडि बढेको छ। त्यसकारण हामी सबै फेरि एकजुट भएर आन्दोलित हुनुपर्ने अवस्था आउँदैछ। हामीले यो हुलाकी मार्ग अभियानमा तपाईहरुसँग आउनुको पछाडिको हाम्रो उद्देश्य हामीले प्राप्त गरेका अधिकार खोज्ने दुस्साहस सफल हुन दिने छैनौं। मधेसी जनतासँग माओवादीको एकतालाई कमजोर हुन दिने छैनौं। मधेसको हित र अधिकारको निम्ति अन्तसम्म लड्ने प्रतिज्ञा गर्न पनि हामी तपाईहरुसँग आएका छौं, तपाईहरुसँगै बसेका छौं, तपाईहरुसँगै खाएका छौं र तपाईहरुसँगै हिँडेका छौं। हामीले कार्यक्रमलाई खाली आमसभा र भाषण बनाएका छैनौं। हामी घर घरमा नै पसेका छौं, संवाद पनि गरेका छौं र यहाँका जनताका पीडा बुझ्ने सम्पूर्ण कोशिश गरेका छौं। यति भनिसकेपछि म अब यस सभामा यहाँका जनताका केही जल्दा बल्दा तत्कालका समस्याबारे पार्टीको धारणा राख्न चाहन्छु। एउटा चोहरबा सिराहा माडर सडक 4 लाइन बनाउनु पर्छ भन्ने यहाँको जनताको माग हामीलाई थाहा छ। हामी यो सिराहा माडर सडकलाई 4 लाइन बनाउनको लागि, 4 लेनको बनाउनको लागि तपाईहरुलाई मद्दत गर्ने विश्वास म दिलाउन चाहन्छु। अर्को मिर्चेया कल्याणपुर सिराहा सडक पूरा गर्न बाँकी छ, त्यसलाई पूरा गर्ने आवश्यकता तपाईहरुको लागि छ भन्ने कुरा हामीलाई थाहा छ र यो मार्ग पूरा गर्न पनि तपाईहरुलाई सहयोग गर्ने म विश्वास दिलाउन चाहन्छु। आदरणीय जनसमुदाय, त्यसैगरी खरटोका माडर भन्सारलाई अहिले जुन स्तरमा छ त्यो भन्सारको स्तर उन्नति गरेर त्यहाँबाट सहज व्यापार विनिमय गर्ने तपाईहरुको चाहना हामीलाई थाहा छ। त्यसकारण त्यो माडर भन्सारलाई स्तर उन्नति गराउनेतिर यहाँबाट यो अभियानबाट फर्केपछि हाम्रो निरन्तर प्रयास हुनेछ र त्यसलाई स्तर उन्नति गराइ छाड्ने कुरामा पनि म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु। त्यसैगरी सिराहा धनुषा हुलाकी मार्गको हामीले धेरै कुरा गर्यौं। यो हुलाकी मार्ग अन्तर्गत केही पुलहरू उता पूर्वको प्रदेशमा पनि, कोशीमा पनि मैले जनताको अगाडि बोलेको पनि छु। आफै प्रत्यक्ष गएर त्यो धेरै वर्षदेखि थाकिरहेको पुल, भत्किएको पुल हेरेको पनि छु र यहाँ कमला नदीमा जो पुल भत्किएको छ यसलाई तुरुन्तै निर्माण प्रक्रिया अगाडि बढाउनु पर्नेमा हामीले प्रयास गर्दा गर्दै पनि ढिलो भइरहेको थियो र म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु कि कमलाको पुललाई यथाशीघ्र पुनर्निर्माण गर्न पनि माओवादी केन्द्रका तर्फबाट पुरै तपाईहरुलाई साथ सहयोग हुने विश्वास दिलाउँछु। अहिले हामी त्यही बाटो गरी जाँदै पनि छौं, हामी हेर्दै पनि छौं। त्यसकारण सिराहा जिल्लाका यी र अन्य विकास निर्माण र पूर्वाधारका काम, यहाँको कृषिसँग सम्बन्धित काम, मल खादको कुरा या यहाँको अन्य भौतिक पूर्वाधार निर्माणको कुरा या यहाँका किसानहरूको निम्ति आवश्यक पर्ने कृषि बिउ अनि उत्पादकत्व वृद्धि गर्नको लागि आवश्यक पर्ने अन्य सामग्रीहरूको व्यवस्थामा पनि हाम्रो ध्यान छ।
तपाईहरुलाई थाहा छ हामीले कृषिलाई आधार र आईटीलाई डिजिटलको जमाना छ त्यसलाई नेतृत्वकर्ता बनाउने भनेर नीति कार्यक्रम र बजेटमा व्यवस्था गरिएको छ। तर अहिलेको सरकारले हामीले बनाएको बजेट र विनियोजन गरेको बजेट र कार्यक्रमलाई उल्ट्याउने दुस्साहस गरेको छ। त्यसले गर्दा पनि तपाई हामी सबै एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ। यहाँका ठुलठुला परियोजनाहरू जस्तो चाहिँ सुनकोशी मरिन डाइभर्सनको परियोजना, फास्ट ट्र्याकको परियोजना या चाहिँ निजगढ इन्टरनेशनल एयरपोर्टको परियोजना या अहिले एसिया स्ट्यान्डर्डको जो हाइवे बन्दैछ त्यो र तपाईहरुको लागि खास गरी दक्षिण नेपालमा बस्ने तराई मधेसका जनताको लागि साँच्चै नै लाइफलाइन भनेको हुलाकी मार्ग हो। हुलाकी मार्गको निर्माणसँग र यहाँको जनताको अधिकारसँग माओवादी केन्द्र सम्पूर्ण रूपले जोडिएको छ। हामी तपाईहरुको निम्ति पुरै तागतको साथ लड्न तयार छौं। तपाईहरु हामीलाई साथ दिनुहोस्। 84 मा पुग्दा हामी यो देशबाट भ्रष्टाचारलाई सम्पूर्ण रूपले परास्त गर्नेछौं। देशमा सुशासन कायम गर्नेछौं। मधेसी जनताको विकास निर्माण र समृद्धिको आकांक्षालाई सम्बोधन गर्न जसरी हामीले अहिलेकै नीति कार्यक्रम र बजेटमा पनि सम्बोधन गरेका थियौं, आउने दिनमा हामी तपाईहरुको हितप्रति समर्पित हुनेछौं। यही विश्वास तपाईहरुलाई दिलाउँदै र दुविधा रहित ढंगले मधेसी जनताको र नेपालका सम्पूर्ण उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको मुक्तिको निम्ति समर्पित भएर लाग्ने सबभन्दा ठूलो त्याग र बलिदान गरेको पार्टी माओवादी हो। हाम्रो असली मित्र, हाम्रो छोराछोरीको पार्टी भन्नुहोस् या हाम्रो सेवकको पार्टी यही नै हो। आफैलाई बदल्न सक्ने, रूपान्तरण गर्न सक्ने पार्टी पनि यही नै हो भनेर दुविधा रहित ढंगले विश्वास गर्न तपाईहरुलाई अपील गर्दै र तपाईहरुको निम्ति अन्तिम समयसम्म लड्ने तपाईहरुको अगाडि प्रतिबद्धता व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद। अभिवादन।